सामाजिक सञ्जालमा पनि चर्चा परिचर्चा के को हुन्छ त भन्दा दुःखका मात्रै हुन्छन्। नराम्रो बोल्ने मान्छेहरू नै आज भन्न मिलाएर चर्को गाली, चोर डाँगा, नेताहरू चोर, यो चोर ऊ चोर भन्यो भने हो चोर चोर भन्ने तल लर्को कति हुन्छ। तपाईँ आज हेर्नुहोस् न मजासँग त्यो चोरको कुरा छोड्नु भने कोही एउटा मान्छेलाई ल्याएर टाउको भुत्ल्याएर तपाईँ एउटा भिडियो युट्युबमा हालिदिनुहोस् अहिले, त्यो युट्युबको भिडियोको भ्यू तपाईँ साँझ हालिदिनुहोस्, बिहान उठ्ने बेलामा चाहिँ 2 मिलियन 3 मिलियन भ्युज पुग्छ। के हेरेको समाजले? भुत्ल्याएको हेरेको? देखाएको छैन अहिलेसम्म। राम्रो चिज हेरेको, केलाई प्रमोट गरेको? अनि तपाईँ हामी बसेर कुनै देश कसरी निर्माण गर्ने भन्ने कुरा गऱ्यौँ, 4 जना मान्छे राखौँ, अझ हामी त कि हामीभन्दा अझ इन्टेलेक्ट एकदमै राम्रो मान्छे राखेर एउटा टक सो गर्नुहोस्, त्यसको तपाईँ साँझ हाल्नुहोस्। तपाईँ जतिको राम्रो मिडियाको तपाईँ आउला, अर्को कुनै मिडिया जो अलिकति भर्खर बामेश्वरी रहेको मिडियाको हाल्नुहोस्, बिहानसम्म 600 भ्यू पनि आउँदैन भने हाम्रो समाजले के हेर्न चाहिरहेछ, हाम्रो समाज कता गइरहेछ भन्ने कुरा भयङ्कर चिन्ताको विषय हो। किन भन्दा यसले बिस्तारै बिस्तारै हाम्रो माइन्डसेट डेभलप गरिरहेछ, हाम्रो सोच बनाइरहेछ र जस्तो सोच त्यस्तो कर्म, जस्तो कर्म त्यस्तै भाग्य।